फेरि नलिउँ भनेर नहुँदो रहेछ आमा। पिर त लागिहाल्दो रहेछ। घरको चिठीपाठी बुहारी पहिलोचोटि गर्भवती भएको। बच्चाको र आमाको दुवैजनाको पिर त हुने भइहाल्यो नि। त्यही माथि डाक्टरले त्यसो भनौ भनेर तपाईँहरूले सुनाउनु भयो। अमृताले त मलाई आमा र बच्चा दुवैलाई ठिक छ, पल्लो महिनाको डेट दिएको छ डाक्टरले भनेर भनिन्। आमा, अमृता र बच्चालाई दुवैजनालाई खतरा त छैन नि कतै? तपाईँहरूले मलाई केही कुरा लुकाउनु भएको जस्तो छ। नडाँडी भन्नुहोस् है मलाई। राम 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 के कुरा लुकाउन र मैले तँसँग? फेरि डाक्टरले भनेको कुरा सबै तँलाई सुनाइहालेँ मैले। अनि के चाहिँ कुरा लुकाइ र?